Hello everyone, welcome back to the page. My name is Sagar and you're watching the Gumakkar Forge Books. तपाईँहरूको लागि चाहिँ आज चाहिँ एउटा फ्रेश ब्लग लिएर आएको छु। तपाईको ब्लग अन्तिमसम्म हेर्नु होला है। आज चाहिँ माघे संक्रान्तिको लागि चाहिँ नि हामी चाहिँ जङ्गलतर्फ वनतरुल खन्नको लागि जाँदैछौँ नि त। त्यसको लागि चाहिँ म मेरो भाइहरू माथि दुईजना छ। एज अलवेज हामी तीनजना बजार जाँदैछौँ। सरी वनतरुल खन्नु जाँदैछौँ है। अन्त चाहिँ यसको चाहिँ आजको भ्लग चाहिँ त्यही वनतरुल खन्नु गएको त्यही हुनेवाला छ। किनभने माघे संक्रान्तिमा सबैजनाहरूले कतिजना त जोरथाङ मेला जानुभयो होला होइन। आजदेखि मेलाको ओपनिङ पनि भयो। अनि यो चाहिँ तपाईँले देख्नु सक्नुहुन्छ मेरो घरको अलिकति माथिको जग्गा। यहाँदेखि अझै माथि गएर चाहिँ हामी जङ्गलतर्फ जानेछौँ। यो आज चाहिँ अब वनतरुल खन्नुको चाहिँ एक्चुअली भेरी ओल्ड पुरानो एकदमै पुरानो कन्सेप्ट है। यो चाहिँ कुनै नयाँ कुरा होइन। हाम्रो पिता पुर्खादेखि लिएर आउँदै गएको किनभने माघे सङ्क्रान्तिको दिन चाहिँ बिहान नुहाइ गरेर हाम्रो नेपाली कल्चरमा चाहिँ तपाईँहरूले वनतरुल है कन्दमूल भन्छ नि है। अब चाहिँ मतलब अब राम्रोसँगले कन्दमूल खाने चलन छ नि त। पुरानो जमानामा चाहिँ अब साइडमै बि खानपानहरू अब त्यस्तो राम्रो प्रशस्त मात्रामा हुन्थेन होला किनभने मान्छेले बारीमा अर्ग्यानिक कुराहरू उगाउँथ्यो नि त। अन्त त्यसले गर्दाखेरि चाहिँ सब रेडी भइसक्यो। हाम्रो एकजना चाइनिज दाइलाई पनि हामीले म आज चिङचङ ख्याङ सौदे हो। ऊ चाहिँ हाम्रो ग्याङको सबैभन्दा डरलाग्दो मेम्बर हो। अनि मेरो भानिज अनि म हामी तीनजना चाहिँ जङ्गलतर्फ लाग्यौँ। यो चाहिँ मेरो घरदेखि अलिकति माथिको जग्गा हो है। आज दिन पनि एकदमै राम्रो भएको छ। त्यसले गर्दाखेरि चाहिँ फुल एनर्जेटिकमा छ हामी। अब आई गेस वनतरुल खन्नु चाहिँ तर धेरै नै साह्रो पर्छ है। अन्त त्यसले गर्दाखेरि चाहिँ हेरौँ अब के हुन्छ कस्तो हुन्छ। अब त्यो जमिन मुनि भएको फल के कस्तो हो भन्ने कुरा मैले प्रिडिक्सन गर्दा हुँदैन है। अब मैले त्यहाँ गएर जङ्गलभित्र खन्दाखेरि मात्रै याद हुन्छ। त्यसको लागि चाहिँ यो रोडदेखि उकालो चढ्नुपर्छ है। यो चाहिँ नयाँ रोड आएको छ नि त। यहाँदेखि उकालो चढ्नु चाहिँ माथि यो जङ्गलमा चाहिँ खन्नुपर्छ वनतरुल। नर्मली वनतरुल खन्नुको मतलब चाहिँ के हो भन्दाखेरि चाहिँ यो चाहिँ अब हाम्रो नेपाली उयसमा चाहिँ कुनै पनि तरुललाई मैले त्यस्तो चढाएको याद छैन। आई डोन्ट नो किनभने वनतरुल चाहिँ एकदमै प्योर हुन्छ। हेर्नुहोस् त कस्तो उकालो छ यो बाटो। त्यसले गर्दाखेरि चाहिँ म तपाईँलाई अगाडि भन्छु वनतरुल चाहिँ किन हामीले टिका लाउँछ नि। टिका लाउँदा चाहिँ कुनै पनि घर तरुल इस्कुसको तरुलको कहिले पनि टिका लाउँदैन। अब हाम्रो नेपाली रिचुअल्समा चाहिँ वनतरुलको टिका लाइने गरिन्छ है। भोलिको दिनमा चाहिँ माघे सङ्क्रान्तिमा कतिजनाले लाउँछ लाउँदैन आई डोन्ट नो बट हाम्रोमा चाहिँ त्यस्तो प्र्याक्टिस छ होइन। अन्त यस्तो उकालो छ कि यहाँ अलरेडी खनेको रहेछ वनतरुल होइन हिजोतिर मान्छेहरूले। अब यस्तो नि त सबैले अलिकति चढाउनुको लागि भए पनि साथ दिनु भयो भने वनतरुल दस्तुरको लागि भनेर पनि मान्छेहरू आउँछ नि त। त्यो मेरो मुखमा चाहिँ एउटा छुर्पी थियो कि हामी खाइ नै सकेन। फाइनली हामी यो रोडदेखि निकै माथि आइपुग्यो है जङ्गलको बिचमा। अब के कस्तो हुन्छ आजको भ्लग चाहिँ यही हुनेवाला छ कि यस्तो हुन्छ वनतरुल देख्नुहुँदैछ तपाईँहरूले। वनतरुल चाहिँ यस्तो हुन्छ पत्ता तर यो चाहिँ सानो हो है। तर यसलाई ठुलो पनि हुन्छ। यसमा चाहिँ तपाईँले खन्नुपर्छ। यसको चाहिँ एकदमै अब पुरा डिप हुन्छ नि त यसको रुट चाहिँ। खासमा चाहिँ रुट खाने हो नि त। रुट चाहिँ अब फल छ एक्चुअलीमा। त्यसले गर्दाखेरि चाहिँ तपाईँले यो देख्नु सक्नुहुन्छ है। जङ्गलको बिचमा प्रकृतिको भित्रमा अब हामी अब त्यस्तै जग्गामा बसोबासो गरेको छौँ नि त। नेचर्सको नजिक अब मेरो घरको नजिक तपाईँले अरू बेला भिडियो झर्दा पनि खोलाहरू देख्नु सक्नुहुन्छ, खेतहरू पनि देख्नुहुन्छ, जङ्गल मतलब वी आर भेरी क्लोज टु नेचर है। अब मलाई चाहिँ फेरि यस्तो पिस जग्गा मनपर्छ जो मतलब एकदमै भिडभाडदेखि दूर होइन अलिकति भए पनि एउटा पिस अफ माइन्ड हुन्छ नि त। त्यसले गर्दाखेरि चाहिँ मेरो भाइहरूसँग आज चाहिँ हामी यो भ्लग चाहिँ फुल जङ्गलकै हुनेवाला छ है। अलिकति लामो हुन्छ किनकि तपाईँलाई यादै छ है वनतरुल खन्नु त्यो गएर एकैछिनमा खने जस्तो हुँदैन है। तपाईँलाई यादै छ। प्लिज तपाईँले अलिकति 10 सेकेन्ड 20 सेकेन्ड मात्र नभएर अलिकति 1-1.5 मिनट हेरिदिनु होला किनभने यो चाहिँ अब हाम्रो एउटा मेहनत पनि हुन्छ कुनै पनि कन्टेन्ट ल्याउनुमा कुनै पनि भिडियो ल्याउनुमा चाहिँ अब धेरै सारा अब टाइम पनि लाग्छ। त्यसलाई एडिटिङ गर्नु पर्यो, रेकर्डिङ गर्नु पर्यो, भोइस ओभर दिनु पर्यो होइन। तपाईँहरू सबैलाई यादै छ यहाँ चाहिँ अब गरम हुन्छ नि त। त्यो भएर भाइले चाहिँ लुगा खोल्दैछ। ऊ चाहिँ मेरो भानिज है। अनि त्यहाँदेखि एउटा भाइ छ एउटा म तीनजना हामी आएको छ। यहाँ सुरु भयो काटकुट गऱ्यो फाँडफुड गरेर चाहिँ किनभने त्यो खोल्नुपर्छ नि त। त्यसले गर्दाखेरि चाहिँ
त्यसलाई हामीले यसरी सुरु गर्यौँ है वनतरुल खन्नु चाहिँ, किनभने अलिकति टाइम लाग्छ। यहाँ सानो फलेको यस्तो हुन्छ, उसले चाहिँ पुरा मुन्दुम गर्दैछ, ऊ चाहिँ राईको एकदमै डरलाग्दो याकथुममा उसले चाहिँ पुरा मुन्दुम गर्दैछ, किनभने चाहिँ यसो बिलिभ क्या हो यो चाहिँ एउटा, किन भन्दाखेरि यो चाहिँ यसरी गरियो भने चाहिँ अब कुनै पनि जङ्गलको चिज होइन हामीले खानुभन्दा अगाडि प्रे गर्छ यो जङ्गललाई चाहिँ, किनभने यो चाहिँ रेस्पेक्ट टु नेचर। यसमा कुनै फाल्तु सुपरस्टिसन भन्ने कुरा आउँदैन। जुनै कुराले पनि तपाईँको पेट भरिन्छ त्यो कुरालाई तपाईँले रेस्पेक्ट दिँदाखेरि केही खेर जाँदैन। त्यहाँबाट हामी गफ गर्दै यो खन्दै यसरी है बिचबिचमा रेस्ट गर्दै, किनभने सानो छ नि त चाम्रो माटो होइन, बस्दै खन्दै त्यहाँबाट गर्दै यसरी पालै पिलो गर्छ। किनभने यो काममा चाहिँ धेरै नै मेहनत लाग्छ, रम्बा चलाउनु के अरे कोदाली चलाउनु होइन, काँटा चलाउनु सबै गर्नुपर्छ नि त। यहाँ सानो बेलो भेट्यो हामीले हो। अब यसलाई चाहिँ पहिलाएर मुनि हुन्छ। अब यो चाहिँ बाहिर चाहिँ पटक्कै फल्दैन क्या वनतरुल चाहिँ, त्यही भएर चाहिँ सायद यसको अलिकति भ्याल्यु पनि भएको होला। अनि माघे सङ्क्रान्तिमा तपाईँले वनतरुल तपाईँले बजारमा भेट्नु भएर किन्नु भयो भने चाहिँ प्लिज तपाईँले डिस्काउन्ट नमाग्नुहोस् होला, किनभने वनतरुल खन्नु यति साह्रो मेहनत लाग्छ नि। तपाईँलाई जसले खनेको हुन्छ नि त्यसलाई मात्रै याद हुन्छ। अनि जो लोकल फार्मर्सहरू हुनुहुन्छ जसले आफ्नो प्रडक्ट्सहरू माघे सङ्क्रान्तिमा बजारमा लान्छ है, अनि प्लिज तपाईँहरूले बार्गेनिङ नगर्नुहोस् होला क्या, यति साह्रो मेहनत हुन्छ। अब यस्तो अर्ग्यानिक कुरामा त नर्मली कुरामा त तपाईँले बार्गेन गर्नु सक्नुहुन्छ होइन। अन्त अब त्यसमा उसको प्रफिट मार्जिन उनीहरूको त्यस्तो हुँदैन पनि बिचारा। अब म पनि एउटा अन्टरप्रेनर हो होइन, अब हामी पनि बिजनेस गर्छ अनि हामीले पनि आफ्नो प्रोडक्टमा प्रफिट मार्जिन राखेको हुन्छ, तर पनि अब कतिजना मान्छेको मानसिकता चाहिँ कस्तो हुन्छ भने चाहिँ लाइक अब अनलाइनको पिज्जामा दे डोन्ट सी एनी डिस्काउन्ट, केही छैन। यत्रो बढेको एउटा केएफसी त 400, 500, 600सम्मको अर्डर गर्छ, मान्छेको कन्सेप्ट त्यस्तो हुँदै हेर्नुहोस् है। तर एउटा यहाँ हाम्रो दुःख गरेर गाउँ बस्तीबाट दुःख गरेर लगेको मान्छेहरूको प्रडक्ट्सहरूमा चाहिँ डिस्काउन्ट खोज्नु चाहिँ 5 रुपियाँ पनि सस्तो गर्नु हुँदैन तपाईँ, गर्नु नि हो भन्दै मान्छे नाप्किन्छ। मैले देखेछु कतिजना बजारतिर कि प्लिज दोज आर वाचिङ फ्रम द बजार एरियाबाट तपाईँले बी थ्याङ्कफुल टु द फार्मर्स है, जसले चाहिँ आफ्नो फ्रेस प्रोडक्ट आफूले नखाइ पनि बजारमा एउटा लाइभलीहुड चलाउनुको लागि तपाईँको अगाडि लिएर जान्छ होइन। त्यसको लागि उसले कुनै महल बनाउनुको लागि त्यो सामानहरू बेचेर प्रफिट खाएर भयङ्कर धनी हुनुको लागि लगेको कहिले पनि हुँदैन। उसले खालि आफ्नो एउटा लाइभलीहुड चलाउनुको लागि मात्र प्रडक्टहरू बजारमा लान्छ है। सो अब अलिकति म टपिकदेखि भनिएँ। सो यसमा चाहिँ के हुन्छ भने हामीले यस्तो भेट्यौँ मसिनो फल्छ, कोही मान्छे ठुलो पनि भेटिन्छ, तर आज चाहिँ अब हामी आई डोन्ट नो अब किन हामीले भनेको जस्तो मजाले फल्दैन क्या। र पनि अब यो एज अ भोलि अलिकति टाइम छ त्यसको अलिकति दस्तुर गर्नु भन्दाखेरि स्टिल हामीले यसलाई गर्दैछ भन्दैछ, जग्गा जग्गाबाट निकाल्दैछ होइन। किन भन्दाखेरि सानो सानो मात्रै निक्लिँदैछ नि त, ठुलो पनि हुन्छ, तर अब अलिकति माटो हेरेर सायद मेबी वी आर नट लक्की होला, आई डोन्ट नो। त्यो भएर हामीले राम्रो फलाउनु सकेन क्या। सानो यस्तो फेरि अलिकति यति साह्रो नरम हुन्छ कि चाहिँ अलिकति उयो भने भाँचिहाल्छ है। अनि आजको ब्लग चाहिँ हामीले खनखान गरेर सक्यौँ। यसमा चाहिँ यति नै आजको बन्द गरेर चाहिँ। सो यो ब्लग कस्तो लाग्यो होला, कमेन्ट, लाइक एन्ड सेयर। थ्याङ्क यू बाबा।